अलि छिटो आउन सक्दिनस्? मलाई जानु ढिलो भयो। जहाँ गयो उही भुल्ची गाँठे के भयो? पँचजना आएपछि पालो पनि त कुर्न पर्यो क्या। तिम्रो नेताहरूले घर घरमा धार झार दिन भन न, त्यसपछि त पालो पनि कुर्न पर्दैन, धारा पनि जान पर्दैन। ओठा सुर्ती चापेछ, जे मनला त्यही बोल्यो छ। मसित थुतुल नखेलै। यहाँ चुनावमा भोट माग्न आउँदाखेरि सबै गरिदिन्छु भनेको सुनिकै नखेर तर फुटेको कारणले गरिदिन्छन् सबै। एउटा चर्पी समेत त घरमा छैन, त्यो गरिदिन्छन् भन्दै पछि लाग्दै हिँड्दै गर। चर्पिकाले चाहियो, जङ्गल छ त्यत्रो, जङ्गलमा जाने हग्ने उतै। धारा गइछस्, नाठो बेच्ने बाहना बनेछ। हेरै लौनलाई इज्जत दे, छिछि नभन्। फेरि तँलाई यही पानी गाउसित ट्याप्पै टिपेर धारा फालिदिन नपरोस्। पर छिछि भन्दै रहेछ। यस्ता लागेको बाघले लएर हात देउरालीमा खुट्टो साङ्ने खोला फालिदिन पर्ने। बिचरा त्यो सोझो रत्नेलाई खायो। धेरै नबोल है, धेरै नबोल। बाघ कति छ खोज्दै लएर त्यसैको मुखमा हालिदिउँला फेरि। थाहा पाउलिस् फेरि। पंजाब स्टेट दिवाली बम्पर के बाद अब आया है केरला। उसाउनी यो पैसा राख्देऊ के थाहा छैटौँ नम्बरमा तिमी पो पर्ने हो कि? तिमीलाई त मैले ब्याङ्क सम्झेछु का? बुढेसकाला हामीलाई काम लाग्छ कि? हेर्नुहोस् नेताज्यू, जति काम गर्न सक्नुहुन्छ त्यति कुरा बोल्नु होला। तपाईँ त आउनुहुन्छ जानुहुन्छ, तर समस्या चाहिँ अब हामीलाई छ। हेर्नुहोस् प्रेमजी, सबै कुरा त कहाँ पुरा गर्न सकिन्छ र? सक्दो त गर्ने हो नि। त्यही त नेताज्यू, जति सक्नुहुन्छ त्यति बोल्नु होला, जनतालाई भरम पार्ने काम नगर्नु होला। ओहो, राजनीति हो नि प्रेमजी, तपाईँले बुझ्नु भएकै छ। राजनीति हो मलाई पनि थाहा छ। 10 वर्ष जनयुद्ध पनि गरेँ यही समाजको लागि, यही देशको लागि। अहिले मेरो गाउँ पछाडि पर्दा मलाई दुःख लागेको छ। जनता तपाईँको कुरा सुन्नमा आतुर छन्, जाम हिँड्नुहोस्। अब जुत्ता नि फाटिसके, नेतालाई भन्छु र एकजोली अलिक गतिले हाल्नु पर्यो। अब यता नि पल पऱ्यो, उता नि पल पऱ्यो। हिँडेको हिँडै लागेको लागि के टिक्दो र भन्छु। पैसादेखि रक्सी खान मन लाउँछ, खतम भयो त नि। त्यसले नि पेटीकोट चेतिएछ भने छ होइन। फेरि कहाँको साइतो तिम्रो? यसरी सधैँभरि बरा लिएर कहाँ हुन्छ र? गाई बाख्रा डुलाइदिने हुन्थ्यो। ए मेरो केही काम छैन, अब म गोवाला जाने भएँ। तेरो केही काम छ र? जानी गाई बाख्रा चराउने बस्ने। केटीकेटी भए केटीकेटी हेरेर बसिदियोस्। अब गाउँमा केही काम पाउँदैन भने जाऊ काला पत्थरतिर, ज्यान पनि भन्छ धन पनि हुन्छ। ओहो, म काला पत्थर गएँ भने त नजिक नजिक छन् नाठा, ल्याउदियोस् यहाँ घरैमा। त्यही भन्न खोजेको होइनस्? तैँले सिकाउनु पर्छ मलाई के गर्नुपर्छ। अरे यो मान्छेलाई मैले के गर्ने होला? सुन, आज हाम्रो पार्टीले जिताएको नेता आउँदैछन्। त्यही नेताको भाषण सुन्न जान्छु म। कुरो आम यसो पऱ्यो भने मेरो घरमा एउटा धारो राखिदेऊ भनेर पनि भन्छु म। धारो मात्रै होइन, हाम्रो गाउँमा बिजुली बत्ती, राम्रो बाटो घाटो, स्कुल पनि चाहियो भन्नु। ए ल ल भनिदिउँ ल। अनि यता सुन त, आज हाम्रै पार्टीले जिताएको नेता आउने, यसो रौसैसिक त खाम भन्ला नि। अब मौका पऱ्यो होला बुझ्दैन दिथ्नु, खान त पऱ्यो नि। मेरो फिक्री नगरेस्, अबेला हुनसक्छ। त्यही एक बोतल रोक्सिना बिक्छौ त यो पुरै गाउँ पछि परेर सकर तिम्रो। कता मैले रक्सी नखाँदैमै यो गाउँको विकास हत्तै अगाडि आउँछ। बाटो बिजुली सबै त्यहाँबाट। ल ल, धेरै रात पनि नपार्नु, बाघका फेला परौला, एक्लै पनि नहिँड्नु। अरे मलाई बाघले खायो भने तेरै बाटो खोल्छ यार। अलि राम्रो खोजेर पहिला जालिस भयो। जाद्रे अलक्षण गरेका छौ, जान्छु जान त कुन दिन। हामीलाई थाहा छ होटेलले विकास पाएको छैन, सडक छैन। यहाँका जनताहरू टुकीमुनि बस्नु परेको छ, टुकी बालेर पढ्नु परेछ। मैले कता कता सुनेको थिएँ अस्ति मात्र यहाँको एकजना भाइलाई बाघले खाइदिएछ। हेर्नुहोस्, त्यो सुनेर मलाई कता कता एकदम दुःख लाग्यो। हेर्नुहोस्, आँसु पनि आयो। हेर्नुहोस्, अहिले उहाँको श्रीमती क्रियामा हुनुहुन्छ। बोल्न मुन्टी छ, राम्रो राम्रो कुरा गइसक्यो। मलाई उहाँलाई भेट्न मन लाग्छ, तर के गर्नुहुन्छ, मेरो अर्को ठाउँमा कार्यक्रम छ। अलि हतार छ मलाई। नेताज्यू धेरै गफ नदिनुहोस्, तपाईँको दयामा आएको भिख होइन, यो खोडेबासीलाई विकास चाहिएको हो। तपाईँको गफ धेरै सुनियो, अब हामी तपाईँको गफको पछि लाग्नेवाला छैनौँ। वाह भाइ वाह, यतिको टाठो मान्छे यो गाउँमा पनि हुनुहुन्न रहेछ। एकदम मलाई खुसी लाग्यो। हेर्नुहोस्, आदरणीय जनसमुदायहरू, बाटो ल्याउनलाई यहाँ सहज छैन। हेर्नुहोस्, अप्ठ्यारो छ। यहाँ घुम्टीहरू धेरै पर्छन्। हामी चाहिँ भोलि बाटो बाइचाना ल्याइहाल्यो भने पनि
अप्ठ्यारो बाटोमा गाडी दुर्घटना हुन सक्छ। गाडी दुर्घटना भयो भने हेर्नुहोस् पर्ने को हो त गाडीमा भनेपछि यहीँको जनता हो। त्यही कारणले यो ठाउँमा बाटो ल्याउन ठिक छैन। हामीले हाम्रो पार्टीले ज्यानमारा काम कहिल्यै गर्दैन। सबैले ताली बजाओ, यही बेला हो। बजैस, ठिक छ। हामीले हजुरहरूलाई यो ठाउँबाट उठाएर तलसम्म ठाउँमा घर बनाइदिएर राख्ने योजना छ हाम्रो पार्टीको। सम्झनुहोस् खोटेबासीका यी दुःखका दिन गए। हाम्रो पार्टीको नाम कस्तो छ? प्रेमजी, जनताले त मलाई त अबिर लाएर स्वागत गरे, हजुरले नगर्ने मलाई? मैले भनेको थिएँ नि सक्ने मात्रै बोल्नु होला भनेर। तपाईँ त महिला चुनौती दिनुभयो। अरे प्रेमजी, तपाईँहरूको पार्टी जस्तो हो र? हाम्रो पार्टीले त गरिहाल्छ नि। नेताज्यू, आगो र पानीसँग खेल्नु होला तर खोटेबासी जनतासँग नखेल्नु होला। अरे प्रेम सर, राजनीति हामीलाई पनि गर्न आउँछ, तपाईँले सिकाउन पर्दैन। तपाईँलाई शुभकामना छ, जनताको काम छिटो गर्नु होला। भाइ टाठो हुनु रहेछ। पढाइ कति छ? पढ्ने त धेरै ठुलो सपना थियो, तर के गर्ने, यहाँ कक्षा 3 भन्दा बढी हजुरहरूले पढ्ने व्यवस्थै गरिदिनु भएन। खै आज त बबाईको तेर्सो कौनै लाउरे पनि ठिप्केन गाँठे। कामसाम भएन, जान पर्छ कि हौ सेरे। खै 100 रुपियाँले त रक्सी खानु पर्यो। के को रौसी होला नि, काँटा दिने 100 रुपियाँ, कामदाम छैन। पैसा भए त भट्टी सम्झाइ राख्नु दिन्छ नि। हे यो पनि बढी बोल्छ यार, चुप लाग। ला आएछ आएछ, आज कौनो मुर्गा फनी भयो यार। आओ एउटा लाउरे त। मैले लान्छु है भारी, मैले लान्छु। कहाँको मैले लान्छु हो, मैले लान्छु के रे। ओहो सर, साह्रै थाके जस्तो छ। काँटा आउनुको कहाँसम्म पुग्ने, खै खै ल्याउनुहोस्, भारी भयो जस्तो छ। कस्तो ठाउँ हो यो, गाडी साडी पनि केही पाइन्न गाडी। यस्तै हो सर, गाडी त मै हुँ के रे, बरु कहाँसम्म पुग्ने होला। ए जानी त खोटे गाउँमा हो, अझै कति टाढा छ होला कुन्ने। म त गाडी पाइन्न होला भनेर एकदमै तनावमा परेको थिएँ। खोटेमा गाडी? अब म मन्त्री बने खोटेमा गाडी जान्थे होला, न म मन्त्री बनुला न त खोटेमा गाडी जाला सर। छैन भन्नाले खोटेको कथा छोड्नुहोस्, बरु खोटे कस कहाँ जानु नि हो। यो झोला ल्याउनुहोस् यता। खोटे कसलाई चिन्नुहुन्छ र हजुरले? ल खोटे मेरो घरै हो त अनि। ल ल्याउनुहोस्। त्यहाँको स्कुलमा आएको दाइ म। ए हो र? बरु सर ढिला हुन्छ, जङ्गलको बाटो बाघले आएर बनाउँछ नि, जाम बरु। बाघ लाग्छ? लाग्छ होइन, खान्छ। त्यस्तो खतरा छ खोटे? खतरा होइन सर, महा खतरा छ, हिँड्नुहोस् जाम बरु। ल सेरे, ल उठाउनु सर। ल जाम सर। ल जाम जाम। ओहो, त्यस्तो खतरा छ है खोटे? कुरै छोड्नु सर, जङ्गलको बाटो, गाडी छैन, बिजुली छैन, यो बाटो पनि अलि परसम्म गएर टुङ्गिने हो सर। ओहो, कुरै छोड्नु सर, सरकारै नभएको ठाउँ हो नि त खोटे भन्ने त। ल नेताजी, तपाईँको लागि भनेर चाहिँ यो बोका बाघको मुखबाट 3-4 चोटि छुटाएर पनि ल्याइयो। तपाईँले अब पहिला बाचा के गर्नुभएको थियो पुरा गरिदिनु पऱ्यो। जसरी हुन्छ यहाँको बस्तीलाई चाहिँ अब सारिदिनु पऱ्यो। भइहाल्छ नि, म बोलेपछि त काम त पक्का भइहाल्यो। ल कुलवीरजी, बोको साट्नु त। ल ल ल दिनुहोस्। ल नेताजी, गाउँमा मोटर बाटो छैन के अरे, अब यसै माथि चढेर जानु होला। बोको त जङ्गिया हो। हजुर। कुलवीरजी, मैले भनेको काम बनेन उताको? होइन, निकुञ्जल थाहा पाए फेरि अलि लफडा गर्ला। 2टा मिर्गाको सुकुटी त बनाइदिइरहेको छु कि तपाईँलाई। त्यही त। अनि सरको नाम के परे होला कुन्नी?
ए मेरो त विकास हो दाइ। ए अनि तपाईँको नि? मेरो गोरे। किन हाँस्नुभयो सर? बाले म पेटमै छँदा गोरे नाम राखिदिएछन्। जन्मी त कालो जन्मे, न बाउको दोष न मेरो दोष। नहाँस्नुहोस् न त्यसरी। होइन म कहाँ हाँसेर हाँसेको छैन। अब धन नहुनेको धनीराम, दया नहुनेलाई दयाराम, त्यस्तै हो क्या सर। मान्छे कालो नाम गोरे, के गर्नुहुन्छ? ठिकै छ जाम जाम। त्यही त सर, अब गोरो मान्छेलाई काले भनेर बोलाउँदा कति राम्रो सुनिन्छ। कालोलाई गोरे भन्दा राम्रो सुनिन्न भन्छन्, तर राम्रै मान्न पर्यो क्या सर। बानी पार्नु पर्यो। ठिक छ त्यही त जाम। ओहो, यही हो बाटो दाइ यहाँको? हजुर यही हो, खोटे पुग्ने हाइवे हो नि सर यो त। ओहो, यस्तै बाटो? ए यो त सजिलो हो नि सर। अलि माथितिर गएपछि त जङ्गली बाघ भालु, घनघोर जङ्गल, कुरै छोड्नुहोस्। ओहो, अनि यहाँका जनताहरू यही बाटो हिँड्छन्? अब के हेर्नुहुन्छ सर, सरकार भन्ने छैन के अरे। अब यही बाटो हिँड्ने, आफ्नै कर्म खोटी रहेछ भन्ने, मन बुझाउने। न बिजुली न छ शिक्षा न छ मोटर बाटो, आउँछ भन्दै सरकारले अहिलेसम्म ढाँटो। आउँछ भन्दै सरकारले अहिलेसम्म ढाँटो। भनेपछि तपाईँले यस्तै बाटोमा भारी बोक्ने? सर, अब बाघ भालुले भेट्टाए आफ्नो पेट भराउँछ, नभेट्टाएसम्म आफ्नो पेट त भारी बोकेर भराउनु पर्यो के अरे। पर्यो भनेपछि अझै कति समय लाग्छ हामीलाई? लाग्ला नि सर, अझै 2-2.5 घन्टा त लाग्छ। स्कुलमा के कामले आउनुको र सर? ए म शिक्षक हो दाइ, सरुवा भएर यो ठाउँमा आएको अहिले। ए हो र? के गल्ती गर्नु थियो र यस्तो ठाउँमा सरुवा गरिदिएछन्? किन टोलाउनु, जामिन्नु सब, तपाईँको पनि कर्मै खोटी रहेछ के अरे। मलाई थाहा भयो का। तँ जस्तो जडिया नेताको एक बोतल रोक्सिया बिग्रिँदाखेरि हामी सबै गाउँले दुःख पाएका छौँ। हिजो उति बेला हिँडेको मान्छेको हालत यस्तो छ, घर आउने त कहाँ कहाँ रोक्सी खाँदै बाटो मुद्देर सुत्दै हिँड्छ थुक्का। ए म कहाँ जान्छु, के गर्छु भन्ने मेरो चर्चा गर्दै हिँड्छिस्। म नेताको मान्छे हो, नेताको ठ्या नगर पछिलिस। घरमै धारो ल्याइदिन भन्छु भन्दै गएका थियौ त, भन्यो तिम्रो नेतालाई? अरे अब हाम्रो नेताले भनेको सुन, यो गाउँमा हामी बस्न पर्दैन, अब दुःख पाउन पर्दैन। तल्लो फाँट छ नि सम्म, त्यो फाँटमा घर जग्गा दिन्छन् अरे सबै। अब केयर नै यहाँ बस्नु पर्यो भन्छ। के भन्दैछन् यिनले, साँच्चै हो र? तैँले जे सुनिस् त्यही भनेको छु मैले, साँच्चै हो। अब यहाँ धारो सारो चाहिन्न, यहाँ भोक लाग्यो, खाना ले। ल आऊ खाना।
च्यात्रै धारा पछि परिएछ। ओहो, अझै कति समय लाग्छ दाइ? बल्ल उकालो सुरु भएछ। के भयो? के भयो र? ए त्यही माथिरकी एकजना नानी हुन्, बजार गयो लिन सायद। ल आऊ आऊ छिटो। होइन किन, के भएर आत्थ्यौ र? तपाईँ दुईजना जाँदै हुनुहुन्छ भन्ने थाहा पाएर हतारमा आएको म त। भन्नाले किन हतार गरेको त यसरी? तपाईँहरूलाई नभेटाएको भए जङ्गलमा एक्लै म कसरी आउन सक्थेँ र? आज नसकेको भए भोलि आइन त हुन्थ्यो गरे। भोलि दाइको उम्किने दिन, अनि घर जसरी भयो नि जानु छ, त्यही भएर सामान लिएर आएको। उम्किने भन्नाले? ए सर, अघि मैले कुरा गरेको थिएँ नि, अस्ति मात्र बाघले एउटा मान्छे खायो भनेर। हजुर, उनकै दाइ त हो नि। अब हामी यो गलफतीमा नभुलाम, बाटो काट्ने काम गरौँ। हुन्छ दाइ, हुन्छ। ल आऊ सुनिता, अघि लाऊ। ल जाऊ। भोलि उम्कने भनेको घरमा केही पनि छैन, न पैसा छ, न चामलको एक गेडो छ। अरू केही गर्न नसके पनि मलमी त उम्काउने होला नि है दिदी? बेटा, ब्रेकफास्ट मध्ये फ्रुट्स। यस्तै हो माया बहिनी, गरिबको जिन्दगी। कर्मै बिग्रेपछि क्यार्छौ त नि। छ भने गोडाएको 1000 रुपियाँ र एक पाथी चामल पैसा दिनु होला न दिदी। उम्केपछि काम गरेर दिउँला नि। हुन त हुन्थ्यो के अरे बहिनी, बुढो अक्तिलो परेपछि साह्रै दुःख पाइँदो रहेछ। घरको चामलसम्म बेचेर रोक्सी खाएर तनाव भ्याएको छ। ए हो र, छैन है त्यसो भए? 1000 रुपियाँ त छैन बहिनी, पनि के पर्ला भनेर 500 राखेकी छु। माया बहिनी, यो पैसा फिर्ता गर्न पर्दैन है? नडराउनुहोस् सर, नडराउनुहोस्। जङ्गलको बाटो यस्तै हो। जङ्गली जनावर अब ओरदोर गरिराख्छन्। साह्रै गाह्रो छ सर। यी सर, हाम्रो त बाटो यस्तै छ, हेर्नुहोस्। अब यता त बाघ लाग्दैन नि? अब यहाँदेखि माथि गएपछि, अलि माथि गएपछि गाउँ आउँछ सर। ए, एकदम डेन्जर इलाका भनेको यही हो सर। अस्ति भर्खर त हो नि यहाँ 3टा गोरु खाएको बाघले। ए यही हो? यही हो, यही। ए हजुर, एकदम डर छ सर। अनि बहिनी, माइततिर खबर गरेको छैन र? यस्तो बेलामा त आउनु पर्ने हो। मेरो माइती नै छैन दिदी। आबे हो र? कोही साइनो पर्ने आफन्ती त होला नि? नाइ, छैन दिदी कोही पनि। अनि सुनितालाई पनि देख्दिनँ, घरमा छैनन् र? भोलि उम्किने भनेर चेपाङ बजार रोकेर सामान ल्याउन गएको। म पनि घर जान्छु है बहिनी। फेरि बुढाले कहाँ गइस्, कोसित बसिस् भनेर हाते हाल्न बेर लाउँदैन। सर त सहरतिर हुर्के बढेको मान्छे, यत्रो बाटो हिँड्दा पिँढुलो फर्केछ।
होइन सर, जात्रै गर्नु कतै यो वनको भूत पिचासले त छलेन। अकला बिकला परेका, हिँड्दा डुल्दा मरेका, आलो मसन बालो मसन, यो हाम्रो पाहुना मान्छेलाई तग्लिदिन भएन, छ्याङ्ग गराइदेऊ। साँच्चै सन्चो हुन्छ सर, चिन्ता नगर्नुहोस्। यति भनेपछि त के को त्यसरी सन्चो हुन्छ। हुन्छ सर, छक्क हुन्छ। गाह्रो त भयो, के गर्ने। नहात्तिनुहोस्, अब यहीँ मासतिर हो गाउँ, धेरै छैन सर। बिचारा पहिलोचोटि हाम्रो गाउँमा आउनुभएको, दुःख पाउनुभयो है सर। मैले त दुःख पाएँ तपाईँहरूलाई पनि दुःख दिएँ। ए हामी त सधैँ यस्तै हो सर। सुनिता नानी, मेरो मैले अचट्नी भारी छ, सरलाई साह्रै गाह्रो भयो जस्तो छ। एक घचको बोक्छौ र? तपाईँको भारी मैले बोक्छु, बरु तपाईँले लग्नुहोस् न। नै म हिँडिहाल्छु, अलिकति हल्का भएको छ। ए ल फेरि पर्दैन, रात पनि पर्ला। हजुर है त। झोला दिनुहोस् सर, म होइन लग्छु। म सक्छु होला। नै दिनुहोस् न, दिनुहोस्। ओहो बहिनी, हजुर दाइ। कहाँ गएर हो? ए म यता सुनिताको घरतिर गएको थिएँ। ए हो र?